धर्मलाई मान्ने परिवारमा जन्मिएको मात्रै हामी असल बुद्धिस्ट होइन। सकेसम्म आफूले गुरुकोमा गएर शरणमा श्री क्याम्दुको देवता थापेर अनि हामी बुद्धिस्ट हुने हो। अनि म बुद्धिस्ट हो, बौद्ध धर्म मान्ने परिवारमा जन्मियो भन्ने मात्रले हामीलाई के पनि प्राप्त हुँदैन। हामी के पनि हुन सकिन्छ। हामी के हुनु पर्यो? बुद्धले के गढ भनेको छ, के नगढ भनेको छ, हामीले त्यो बुझ्नु पर्यो। कर्तव्य बुझेर मात्रै काम लागेन। आफ्नो दैनिक जीवनमा बुद्धले दिएको उपदेशहरू पालना गरेर नियमहरू पालन गर्नु पर्यो। जस्तो कि अहिंसावादी भन्छ नि, बुद्ध धर्ममा लागेको अहिंसावादी, हिंसा नगर्ने। हिंसा नगर्ने भन्ने कुरा कि अरूले दुःख नदिने। एउटा किरादेखि लिएर चराचुरुङ्गीदेखि लिएर कुनै प्राणीलाई दुःख नदिने अहिंसावादी। पहिले पहिले हामी पनि अरू धर्मको चेपुवामा पारेर चाहिने काम नचाहिने काम धेरै गएको थियो होइन। दसैँमा तिहारमा दिनको के हुन्छ, चार फुटै तान्थ्यो भने ल यो चाहिँ खसी नकाटेर के दसैँ मान्यो भने हामी त्यस्तो स्थितिमा थियो नि। यथार्थमा हामी बुद्धिस्ट भइसकेपछि काममा त्यस्तो के पनि गर्नु हुँदैन। प्राणीको सबभन्दा अमूल्य धन सम्पत्ति के हो? जीवन हो नि, जीवन। हामी अलिकति टाउको दुख्यो भने के गर्छ? अस्पताल कुद्छौँ, दबाई खान्छ। अनि अर्को घाँटी चिनाएर बुट्यो भने त्यो कस्तो होला? त्यस कारणले हामी बुद्धिस्ट भइसकेपछि काटमाट गर्नेहरू हामी कहिले पनि गर्नु हुँदैन। अरूको प्राण कहिले पनि लिनु। जस्तो हामी छेवाङ भन्छ नि, छेवाङ आयुको अभिषेक। अर्को चाहिँ प्राणीले नि अब चाहिँ आयुको अभिषेक थापेर कहाँ हुन्छ? कहाँ हुँदैन। त्यसरी आयु लामो पनि हुँदैन। त्यस कारण हामी एउटा बुद्ध धर्म मान्ने, बुद्धले विश्वास गर्ने एउटा समाजमा जन्मिसकेपछि बुद्धको मूल सिद्धान्त के हो, उहाँको मूल उपदेश के हो, हामीले के गर्नु भनेको छ, के नगर्नु भनेको छ, त्यो अलिकति हामी बुझ्नुपर्छ। बुझेर मात्रै भएन, त्यो आफ्नो दैनिक जीवनमा लागू गर्नुपर्छ, नियमहरू मान्नुपर्छ। कारण के भने बुद्ध धर्मको अनुसार हामी यो संसारमा धेरैचोटि जन्मिसक्यौँ। जुन बेला हामी यो संसारमा जन्मियौँ, प्रायः जस्तो हामी आमाको कोखबाट जन्मियौँ। भन्नु त 4 प्रकारको जन्म हुन्छ। जस्तो यो चराचुरुङ्गीहरू पहिले अन्डा जन्मिने अनि अन्डाबाट चरा जन्मिन्छौँ, घोम्ती भन्छ, त्यस्तो एक प्रकारको। अर्को जस्तो यो बर्खा लागेपछि झिङ्गाहरू धेरै आउँछन्, किराहरू। यो तातोपन र जलपनबाट जन्मेर अनि एउटा चमत्कारी जन्म भन्छौँ। अब त्यो नरकतिर पनि चमत्कारी जन्म हो, आमा बुवाले निर्वाह हुँदैन, 81 जन्म भन्छ। तर प्रायः जस्तो हामी आमाको कोखबाट जन्मिँदाखेरि अहिले हामी यसो विचार गर्नु 9 महिना कोखमा बोक्यो अनि जन्मिएर आफूले नखाएर आफूले नलगाएर मेरो छोरा मेरो छोरी भनेर हामीलाई हुर्काएको। अहिलेको जीवनको आमाले हामीलाई कति गरेको छ। त्यसरी सम्पूर्ण प्राणी विभिन्न कालखण्डमा हाम्रो आमा नभएको एउटै प्राणी छैन भन्छ बुद्ध धर्म अनुसार। कारण के छ, कुनै चाहिँ पहिले जुनीमा आमा भएको, कुनै यो जुनीमा आमा भएको। त्यसो भएको हुनाले जसले हामीलाई त्यति माया गरेर हुर्काएको, पालन पोषण गरेको, जन्माएको, त्यस्तो प्राणीलाई हामीले उता दुःख दिँदाखेरि कति पाप हुँदैन। बुद्ध धर्मले पाप गर्नु हुँदैन, प्राणी हिंसा गर्नु हुँदैन भन्ने मूल सिद्धान्त यो बाटो। हामी धेरैचोटि जन्मिसक्यो, अज्ञानताले गर्दा हाम्रो याद छैन, हामी भुलिसक्यौँ।
पूर्व जन्म त छोडिदिउँ यो जन्मको आमा बुबा त भुलेर हामी के गर्छौँ हामी त अलि उमेर पुगिसकेपछि अपनाउनु बाटो लाग्छ नि आमाका त बुबाका त होइन त्यसो भएको हुनाले हामी धर्म किन गर्छौँ भन्दाखेरि सम्पूर्ण प्राणी आमाहरूको हितको निम्ति गर्छौँ यो बुद्ध धर्मको अनुसार छलोक भन्छ नि विभिन्न छ समूह नरक लोक प्रेतलोक पशुलोक असुर लोक देवलोक मनुष्य लोक भन्छौँ हामी चाहिँ छलोकभित्र सबभन्दा राम्रो जुनी मनुष्यको जुनी भएको देवलोक भन्दा पनि हामी मनुष्यको जुनी राम्रो मानिन्छ किनभने सम्पूर्ण बुद्ध धर्मको अभ्यास गर्नुलाई मनुष्यको जुनी छैन भने गर्न पाइँदैन यसरी मनुष्यको जुनी पनि पाउनु धेरै गाह्रो छ नि पूर्व जन्ममा पुण्य गरेको धेरै प्रार्थनाहरू गरेको पुण्य सञ्चय गरेकोले हामी अहिले मनुष्यको जुनी जन्मेको यसरी मनुष्यको जुनी पाएको पनि हामी हजारौं वर्ष बस्दैन 70-80 वर्ष धेरै बस्यो भने कोही 50-60 वर्ष हामी फेरि यो संसार छोडेर जानुपर्छ आमा बुबा दाजुभाइ दिदीबहिनी धन सम्पत्ति परिवार घर जग्गा जे छ सबै यही छोडेर हामी फेरि अर्को जुनी लिएर जानुपर्छ यो शरीर पनि यही छोडेर मन मात्रै निस्केर जाने त्यति बेला मनसँग जाने दुईटै कुरो मात्रै हो पाप र धर्म अनि अर्को जुनी कसरी पाउने कुन लोकमा जन्मिने भने हामीसँग खुसी छैन अहिले यो जीवनमा हामीले के कर्म गर्दैछ त्यो अनुसार अर्को जुनी लिने हो त्यसो भएको हुनाले जन्मिसकेपछि हामी बुढाबुढी हुन्छौँ रोग लाग्छ एक दिन मर्छौँ मर्ने भन्दा ठुलो दुःख मनुष्यको जीवन के पनि छैन सबै यही छोडेर मनमा निस्केर जानुपर्छ थाहै नभएको ठाउँमा एउटै साथीभाइ नभइकन यहाँ बजौँ जेल हामीले गरेको पाप भोगेर जानुपर्छ त्यसो भएको हुनाले हामी धर्म गर्नुपर्छ पाप गर्नु हुँदैन भन्ने कारण त्यो हो किन मर्दाखेरि ठुलो दुःख छ हुनु त जन्मिने पनि दुःख हो बुढेसकाल लाग्ने पनि दुःख हो रोग लाग्ने पनि दुःख हो तर सबभन्दा ठुलो दुःख चाहिँ के मृत्यु मर्छौँ हामी कहिले परिवारबाट एक दुईजना छुटेर अरू ठाउँमा जाँदाखेरि के भन्छौँ छिटो आउनु है छिटो आएर भेट्नु राम्रोसँग जानु भन्छौँ अब भेट्ने होइन पुरै जाने हो नि सधैँको लागि छोडेर जाने भने कति दुःख हो त्यसो भएको हुनाले मर्दाखेरि दुःख नआउँछ अनि मरिसकेर पनि हामी 7 हप्ता 49 दिनसम्म अन्दरमा भनेको बाटो भनेमा धेरै कष्ट दुःख छ भने धर्म त्यसको निम्ति गर्ने हो त्यो बाटोमा पनि धेरै दुःख नआउँछ अनि अन्तमा गएर फेरि जुनी लिनु पर्यो फेरि जन्मिनु पर्यो अनि कहाँ जन्मिनु नरकमा जन्मियो भने नरकको दुःख प्रेतमा जन्मियो भने प्रेतको दुःख पशुलोकमा जन्मियो भने पशुलोकको दुःख यो 4 लोकमा दुःख बिना असल सुख छैन भन्छ हामी साथीभाइ भेट्यो खुसी भयो मिठो खायो खुसी भयो भनेर एक क्षणको सुख हो नि त्यो त्यही दुःखको कारण हुन्छ हेतु हुन्छ र सकेर हामी मोक्ष प्राप्त गर्ने भने यो 4 लोकबाट निस्केर मोक्ष सके बुद्धता प्राप्त गर्ने नभए आराहत काचो भयो त्यो नपाए तापनि शान्तिसँग जीवन बित्योस् मृत्यु भन्दाखेरि धेरै दुःख नहोस् अनि फेरि पनि अर्को जुनीमा योभन्दा पनि राम्रो मनुष्यको जुनी पाएर गुरु दर्शन होस् धर्म सुन्नु पाओस् फेरि पनि धर्म गरेर क्रमशः केही जीवनपछि सके बुद्धता प्राप्त होस् बुद्धता प्राप्त गर्नु नसके कम्तीमा पनि मोक्ष धर्म भन्छौँ धर्म मोक्ष यो 4 लोकको दुःखबाट निस्केर आहात काचो भयो त्यस्तो होस् भनेर हामी धर्ममा लाग्ने हो अब
हाम्रो नेपालको बारेमा कुरा गर्नुपर्दा यो 20-25 वर्षभित्र पहिलेभन्दा धेरै परिवर्तन भएको छ। धर्मप्रति चासो राख्ने, अलिअलि सुन्ने, उहाँहरू जाने, यो पनि अब ठाउँअनुसार सबै गाउँमा अझै किन छ भने काठमाडौँतिर कुरा गर्ने हो भने त्यस्तो कुनै समुदाय छैन जुन समुदायमा ट्रेड सिकाउँछ। आमा होस्, गुरु होस्, शेर्पा होस्, योर्मो होस्, मगर होस्, सबै समुदायले ट्रेड सिकाउँछ अहिले। आमाहरू 65, 70, 75 वर्ष पुगेकोहरू पनि पावरको चस्मा किनेर काट्न सिकेर मेलामाहरू गर्छन्। त्यस्तो गरेर त्यसो हुँदा तपाईँले पनि अब शिवप्रति, धर्मप्रति अलिकति चासो राखेर कोसिस गर्नुपर्छ। केही पनि नसके तापनि कमसेकम हामी त बुद्धको मन्त्र ओम आमी देवनी जप्ने, चेनिजिक अवलोकितेश्वरको मणि मन्त्र ओम मणि पेले मन्त्रहरू जप्ने, गुरुमुखेको मन्त्र ओम आहु गजब रूपेमा सिद्धि होमहरू जप्ने, बिहान उठेर हात मुख धोएर भगवानले पानी चढाउने, श्रेणी बत्ती बाल्ने, धुप बाल्ने, बेलुका पानीहरू सिक्ने, पिण्ड ढोक गर्ने, यो कुराहरू हामी सिक्नुपर्छ। अब हरेक गाउँमा लामाहरू हुन्छ, त्यस्तो नि हामी एक दिनमा 24 घण्टा हुन्छ। अब 24 घण्टा काम गऱ्यो भनेदेखि अन्तिममा त एक पेट खाने हो, एक जिउ ढाक्ने, ढो चाहिने हो भनेर हामी सुन्ने कोटा चाहिने हो। उचित 24 घण्टा काम गरेर सुनको भात पकाउँछ, चाँदीको थाल पकाउँछ भने त्यस्तो त कोही पनि छैन नि। त्यस कारण अब 24 घण्टामा 1 घण्टा जति, 2 घण्टा जति समय निकालेर मणि मन्त्र जप्ने, वज्र गुरु मन्त्र जप्ने, हामी देव मन्त्र जप्ने, बुद्धको मुनि मुनि महामुनि शोभा भने शक्य मुनि बुद्ध, गौतम बुद्धको मन्त्रहरू जप्ने, श्रद्धापूर्वक, विश्वासपूर्वक तिनीहरूलाई सम्झेर शरण गमनको मार्गहरू राख्ने। जस्तो लामालाई क्या सुन्छ्यो, सङ्घेलाई क्या सुन्छ्यो, छेउलाई क्या सुन्छ्यो, दिदीलाई क्या सुन्छ्यो भने 4 लाइन छ। त्योहरू सिकेर यहाँ जुरुक्क उठेर एक माला जाप्ने, त्यो गर्नु पर्यो। त्यो गरेन भनेदेखि म बुद्धिस्ट हो, म बौद्ध मार्गी हो, केही पनि काम गर्दैन। काम केही पनि गरेन भनेदेखि त फाइदा केही पनि हुँदैन नि। बुद्ध भने के हो, धर्म भने के हो, सङ्घ भने के हो, जोस्नु भन्छौँ नि, त्यसलाई हामी कसरी पूजा गर्ने। अब तपाईँको 24 घण्टा हरेक दिन सुत्ती नसुत्ती, खाइ नखाएर 24 घण्टा काम गरेर 80-90 वर्ष बस्यो भनेदेखि आखिरमा त त्यो एक पेट घट्ने हो, एक ढोका घट्ने, के हो अब के हो, भोलि जाँदाखेरि के गर्नु पाइँदैन। तर काम नगर्नु भन्ने कुरा होइन, काम गर्नुपर्छ नि। हामी समाजमा बसेपछि खानु पर्यो, ल्याउनु पर्यो, पेट काट्ने, यताउता काम त गर्नुपर्छ नि। तर काम मात्रै गरेर पनि केही पनि हुँदैन, काम पनि गर्नुपर्छ, ताकतिरमा पनि केही हुनु पर्यो। बुद्धको अनुयायी कसरी भन्ने, बुद्धको चेला कसरी भन्ने भन्ने कुरा चाहिँ सबभन्दा पहिले के शरण गमनको सिध थाप्नुपर्छ, एउटो उद्योग लिनुपर्छ। मेरो आमा बुद्धिस्ट थियो, मेरो बाउ बुद्धिस्ट थियो भन्दैमा छोराछोरी बुद्धिस्ट हुँदैन। जान्नेदेखि त हामी मान्छे भएर जाने भने हामी हिन्दू पनि होइन, हामी बुद्धिस्ट पनि होइन, हामी मुस्लिम पनि होइन। पछि धर्म भनेको मनको आस्था हो नि, मनले विश्वास गरेर मानेर त्यो धर्म गर्ने हो नि। अस्ति 4-5 महिना अगाडि ठुलो पानी परेर काठमाडौँतिर ठुलो
नोक्सान भयो मलाई केवा गर्नु आइज भनेदेखि त्यो सुन्दर जब माथि मूर्खको त्यो लाखमाहरू पनि मेरो इच्छामा 200 बुछाहरू बसिरहेको लगभग 210 परिवार छ 400 जना मान्छे जम्मा बोक्यो माला बोकेको मान्छे एकजना देख्यो मैले 400 यस्तै गोमा भित्र जेवा गर्यो गोमा भित्र आएर ढोक्ने एकजना मान्छे मात्रै देख्यो 440-50 जना मान्छे बौद्धबाट 40 मिनेटमा पुग्ने ठाउँ हो त्यो दिनमा त 2-3 घण्टा लाग्यो बाटो पुरै ढुङ्गा खसेको हो 2-3 घण्टा पुग्यो मैले सोधेँ तपाईँहरू भनी जान्छ बजारबाट जान्छ भनेर त जाँदैन भन्छ बौद्धदेखि 40 मिनेटमा पुग्ने ठाउँ है अनि अहिलेसम्म यहाँ लामो गुरु आएर प्रवचनहरू गरेन भने सुनेकै छैन भन्छ प्रवचन अनि तिमीहरू काठमाडौँ बौद्धतिर गएर ओमहरू थाप्दैन प्रवचनहरू सुन्दैन भने हामी त समय हुँदाखेरि काठमाडौँमा गएर फिल्म हेर्न जान्छु कहिले किनमेन गर्न जान्छु धर्म सुन्ने भन्ने कुरा त एकदम थाहै छैन भन्छ धेरै दुःख लाग्यो अनि धर्मै सुन्दैन भनेदेखि धर्मै बुझ्दैन धर्मै नबुझ्यो भने के धर्म गर्ने त निन्दाहरू बस्यो भने एउटा मनी जाप्दाखेरि पनि सुरुमा के सोच गर्ने बीचमा के सम्झेर जान्ने अन्तमा मोह प्राणीदान कसरी गर्ने त्यो कुरा बुझ्नु पर्यो गोम्बामा गएर तीनचोटि ढोक्दाखेरि पनि पहिले हात कहाँ राख्ने शिरमा हात जोड्दाखेरि मानले के सम्झिने घाँटीमा हात जोड्दाखेरि के भावना गर्ने मुटुमा हात जोड्दाखेरि के भावना गर्ने निन्दा दुईटा हात केला दुईटा गोडा पास हाम्रो शरीरको भाग भुइँमा राख्दाखेरि के भावना गर्ने जानु पर्यो अनि पछि अनि तपाईहरु त बुद्ध धर्मलाई मान्ने हो एकजनाले पनि माला बोकेको छैन त्यसो गर्नु भएन भने अब हामी गयो भने माला किनेर लिएर भनि जान्छु भनेर विचार अनि एकछिनमा पूजा रोकेर मलाई सो भएनतिर गयो यही दिदी बहिनीहरू रहेछ हामी छुइ सिक्छु भनेर कति भनेको यो मेमेले सिकाइदिँदैन भन्छ मेमेले चाहिँ आफ्नो छोरा भाइहरू सिकाउँदो रहेछ अरू पनि जाने भने भोलि मेरो ठाउँ त्यति पक्का हुँदैन नि हो मैले भने हो तपाईँले काम ठिक गरेको चाहिँ जति मान्छेले चाहिँ फेरि भनेर हामीले छुइ सिकाइदियो काम सिकाइदियो तपाईँ चाहिँ अब गर्छु भन्छ त्यस्तै एकचोटि म तारकेश्वर भन्ने गाउँ पाएको त भालोजुको उतपट्टि तपाईँले थाहा हो नगरपालिका प्रवचन गर्न आइज अरे 200-300 परिवार रहेछ एक-एकजनाले 5 रोपनी 6 रोपनी जग्गा छ भन्छ आँगनको 25 लाख 30 लाख भन्छ 10-15 करोड 20 करोड जग्गा रहेछ घुममा त के एउटा पाउन घर छैन म बौद्ध भएको 40 मिनेटमा पुग्यो गाडी चलाएर घुममा त छोडिदियो न एउटा पाउन घर छैन भनेको म बस्ने सानो ताम्बु लगाइदियो अरू सबै भित्र काम पनि अनि एकजनाले 15 करोड 20 करोड जग्गा रहेछ बौद्धहरू 40 मिनेटमा पुग्यो हेर्नुहोस् त एकदमै दुःखको कुरा हो भने हाम्रो पाहाडतिर एउटा गाउँमा एउटा घुम हुन्छ सानो होला ठुलो होला तर हुन्छ नि एउटा घुम त हो जग्गामा 20 करोड 25 करोड छ भन्छ एक कोठा पाउन गर्नुहुन्छ त्यसो भएको हुनाले अब 15-20 वर्षमा धेरै परिवर्तन भयो धेरै विकास भएको छ तरप्रति तपाईँहरू पनि गाउँठाउँमा अब लामाहरू धेरै हुन्छ चासो राख्नेहरू एक घन्टा त निकाल्न सक्छन् दिनको 24 घन्टा काम गरे पनि त्यो खाने दाल भातै हो अब के पनि खाँदैन गाउने यही ढुङ्गा सुन्न आउँदैन चाँदी आउँदैन भोलि पढ्दाखेरि के पनि नानीहरू उनीहरूले मनी कसरी जाप्ने बजारको कसरी जाप्ने अनि देवको मान्छेहरूको कसरी जाप्ने गोपामा जाँदाखेरि योग कसरी जाने
म धेरै गोमाहरू गएर धेरै गुरुहरू दर्शन गरेँ कि ठुलो बुझिहरू हामी डोक गर्छौँ बच्चा त यसो हेर्छ योले डोक गर्नु जानेको छ कि छैन अब ढोकाबाट पसिना ढोकै गर्नु जानेन भनेदेखि बढी माथि आएर ढुङ्गुसे यो गर्दै त्यो गर्दै ल पछि हेर्छु लो भनेर पठाइदिन्छ हामीलाई त मान्छे किनेन नि त्यहाँदेखि तिनचोटि ढोक गर्नु जानेन भनेदेखि हामीले छेउ के जाने होला र धर्म के गरेको होला कम्तीमा पनि तिनचोटि ढोक गर्नु जानु पऱ्यो नि सहीसँग घुममा गएर हामी ढोरी गर्ने हो गुरु दर्शनहरू त ढोरी गर्ने हो तीर्थस्थलतिर घुम्नु जाँदा हामी त्यो तीर्थहरूले हामी ढोरी चलाउँ त्यस कारणले यो कुराहरू चाहिँ तपाईँहरूले ध्यान दिएर गाउँमा लामा हुन्छ लामाबाट सिक्नु लामाले भने सिकाउनु किनभने सिकेन भनेदेखि जानेन भनेदेखि धेरै गाह्रो हुन्छ नजाने भने सबभन्दा ठुलो दुःखै के हो मनले इच्छा भएदेखि चासो भएदेखि जानेर भने एउटा छेमी भाउँदाखेरि उसको आफ्नो सिस्टम हुन्छ उसको एउटा तरिका हुन्छ छेमी कसरी भाउने छेमी कसरी छ राम्याम खाम कसरी गर्ने तपाईँहरू जति पनि ब्राह्मणहरू छ बुद्धको चेला हो कि बुद्धले मान्नु पर्यो अब कोही लटपटेर कहीँ अर्को ठाउँतिर पुग्यो भने उसको आफ्नो किस्मतको कुरो उसको तकदिरको कुरो उसको सोचको कुरो हो हामी मेमेदेखि पुस्तकदेखि पुस्तक बुद्ध धर्मलाई विश्वास गर्ने बुद्धलाई माने गुरुले माने त्यस्तो समाज हो नि हामी घरमा बुद्धको मूर्ति भए मूर्ति थाङ्गा भए थाङ्गा नभए बुद्धको फोटो हुन्छ गुरुबुछेको फोटो हुन्छ त्यो राखेर सात बटुका गोडहरूमा पानी चढाउने छेमी बाल्ने धुप बाल्ने त्यो गर्नुपर्छ धर्म भन्ने यथार्थमा आफैले गर्ने हो जीवित हुँदाखेरि गर्ने आफैले गर्नु नसकेको खण्डमा अनि लामा गुरुहरूले लास पोल्ने फोवा गर्ने नेपाल गर्ने केवा गर्ने आफूले त सकेन नि अरूले अब मद्दत मागिएको साइड मागिएको तर धर्म भन्ने चाहिँ आफूले गर्ने हो जीवित हुँदाखेरि गर्ने हो त्यो पनि उमेर हुँदाखेरि गर्ने हो बुढाबुढी भएपछि त अनि आँखा देख्दैन कान सुन्दैन हिँड्नु सक्दैन उमेरमा गर्ने अब हामी प्रायः जसोलाई के हुन्छ भनेदेखि पहिले यसो स्कुल कलेजहरू पढाउँ अनि जागिरी लाग्नु पर्यो गर्नु पर्यो अनि भोलि 50-60 वर्ष आँखाहरू पनि भन्दाखेरि माला साला किनेर भनी जाबौँ कि भन्ने सोचहरू चाहिँ त्यो ढिलो भइसक्यो जिउले सक्दैन मन बुझ्ने घाटो हुन्छ अनि त्यति बेला त खासै धर्म गर्नु सक्दैन त्यस कारणले उमेर हुँदा नि कोसिस गर्नुपर्छ उमेर हुँदाखेरि हाई लाइलाइको मात्रै लाएर अनि भोलि उमेर ढल्किसकेपछि गाह्रो हुन्छ धर्म गर्नु त सक्छ तर साँच्चीकै निकै गम्भीर रूपले गर्छु भन्नु त्यति सही हुँदैन हामी बुढाबुढी पनि नहुने रोग पनि नलाग्ने मोटो पनि नपर्ने भए त धर्म चाहिएन छेउ चाहिएन मोज मस्ती गरेर बस्दा आनन्दसँग हो खाऊ पिउ यस गर्ने हो नि त्यो होइन 10-20 वर्ष भने त कसरी गयो थाहै हुँदैन त्यसो गर्दा गर्दा 20 चौकी आसिहाल्ने लोडे त्यहाँदेखि त त्यसको निम्ति हामी छेउ गर्नुपर्ने जसले तपाईँहरू यतातिर आमाहरू दिदीबहिनीहरूले छेउ सिक्छ छेउ पर्छ
अहिले छैन भाइ के अलिअलि छ छैन अब मकै रोप्ने चेन्ज भयो कोदो टिप्ने चेन्ज भयो त्यति मात्रै जीवन बिताएपछि त भोलि संसार छोडेर जाँदाखेरि यता कोदो र मकै बोकेर लानु पाइँदैन यतै छोड्ने हो यो शरीर त यही आउमा बोल्छ खोलामा लाग्छ मान्छेले जानुपर्छ म 2-3 वर्ष अगाडि उत्तराश्वरको आमा छोरीको गाउँपालिकामा तुलसी बुबु वाङलुङ गरिदिनु अरे त्यहाँ गाउँले गाउँपालिकाको अध्यक्ष लामाको यसो दुईचोटि जित्यो बेल्छु अहिले आऊ भने मैले र तपाईँ अब गाउँपालिकाको अध्यक्ष रहेछ सधैँभरि त तपाईँ यो जित्ने पनि होइन अहिले तपाईँ पावरमा छ गुम्बाहरू लामाले अलिकति सहयोग गर्नु भनेको कि कस्तो मान्छे नभए काठमाडौँमा बस्ने उनीहरू मान्छे छ नि त्यसलाई छुई सिकाउनुलाई तल बुढे माथि भन्नु रहेछ गुम्बाहरूको धुम झ्यालिङमा रोको सबै गाउँघरले किनिदिनु माथिको गुम्बालाई चाहिँ किनिदियो दियो नि होइन उनीहरूको मान्छे भाडो जुसाएको धेरै बस्दो रहेछ त्यो छुई सिकाउँदो रहेछ भन्ने सिक्दो रहेछ कि त्यो दादाबुढी माथिबाट दिएको रहेछ त्यो हाम्रो मान्छे हो अहिले उनीहरू भागीदारी काठमाडौँ जानु पर्यो भोलि यही गाउँमा फर्केर आउनुपर्ने मान्छे हो यहाँ आएपछि त भनी नाच्नुपर्छ भनेर काठमाडौँमा भनी सिक्नेको तल रसोहरू दिँदो रहेछ हेर्नुहोस् भन्दै थियो म त छुयो जान्दैन तर अब म सक्दो चाहिँ गर्छु भन्छु कि यता सुनकोशी गाउँपालिकामा म 3 चोटि जति गरेँ 3 गाउँको शिलान्यास गरेँ त्यो सबै गाउँपालिकाले पैसा दिएको छ 20 लाख 30 लाख 40 लाख उता नेवार रहेछ नि मान्छे तर मान्छे चालक रहेछ म त बुद्धिस्ट पनि होइन तामाङ पनि होइन तर सक्दो पैसा दिएर छु अब एकचोटि सरकारी पैसा परेपछि हरेक वर्ष आफूले त आउँछै आउँछ अरूलाई चाहिँ धेरै विरोध आएको छ कि तिमी गाउँपालिकाको अध्यक्ष हो गाउँको विकास गर्ने अध्यक्ष हो अहिले त विभिन्न छन् स्थानीय सरकार प्रदेश सरकार सङ्घीय सरकार कुम्भ विकास समिति हाम्रो त यो 5 पोखरी थम्बल गाउँपालिका तुर्साङ भन्ने ठाउँमा कान्युक पढेर छेवाङ गर्दै भनेर गएको यहाँ आमाहरू छुई सिक्दो रहेछ भनेर त्यसको तलब छोडेर खाजा समेत सरकारीबाट निकालेर खाँदो वाइ अन्डा छुई सिक्ने ठाउँमा खाजा समेत अनि त्यस्तो पनि निस्किँदो रहेछ निकालेर 35-40जना आमाहरू छुई सिक्दो रहेछ खाजा नि यही हुन्छ अरे कहाँबाट पनि सरकारबाटै निकालेको हुन्छ किनभने जस्तो माथि कसरी जाप्ने बजारको कसरी जाप्ने हामी देवमन्त्रहरू कसरी जाप्ने यो छेवी कसरी बाल्ने दुब कसरी बाल्ने बिहानै ढोक कसरी गर्ने यहाँ पनि तपाईँहरू लामाहरू हुनुहुन्छ सिकेर त्यसरी मिलायो भने हुँदो रहेछ कि अहिले गयो भने अरू विकास पनि हुनुपर्छ तर साथमै हामी त जन्मेकोदेखि मरेर अर्को वर्ष पनि फेरि 1 वर्षमा पूजा भनेर गर्नुपर्छ त्यो सबै त हामी छेउबाटै गर्ने हो नि कुनै अरू धर्मबाट हामी गर्दैन धर्म त सबै राम्रो हिन्दू मुस्लिम सिख इसाई बुद्धिस्ट सबै राम्रो भने राम्रो गयो भने कि तर हामी के होला हामी त बुद्धिस्ट हो नि अनि हामी बुद्धिस्टले के चाहिँ छुई चाहिँ
लामा पनि धेरै हुन्छ, साथी पनि हुन्छ, सिकाउनेले पनि सिकाउनुपर्छ, सिक्नेले पनि सिक्नुपर्छ कि एक गरेर सिक्यो भनेदेखि 2-3 वर्षमा त केवामा देउकीले मार्न सक्नुहुन्छ र मुखमा सबै बजाउन सक्नुहुन्छ। कोसिस गर्नु पर्यो। त्यसै गरेर अब गेवामा हामी भेला हुन्छौँ, दिदीबहिनी आमाहरू पनि आएर पनि जब्दी कति राम्रो छ। पहिलो कुराहरू हाम्रो गाउँघरतिर के भन्थ्यो भनेदेखि मदनको छोरा छोरीले त एकदम गेवा राम्रो गरे यसो अब नमातेको मान्छे त एकजना पनि थिएन, गेवा राम्रो भयो भन्छ। सबै मात्यो भने गेवा राम्रो भयो भन्थ्यो। अब मातेर सिम्बु माथि गइदियो भनेदेखि त नखानेहरू पनि अलिअलि खाइदियो भनेदेखि जाँदा त्यो त होइन। यहाँ आमाहरूले छोरा छोरी राम्रो पढ्नु पर्यो, आमा बुवा दाजुभाइ दिदीबहिनी जम्मा भएको भनी जादिनु पर्यो होइन, मुहा मिलाप गरिदिनु पर्यो। अनि उसी बोले काम लाग्दैन। नमाथेको एकजनै थिएन गेवा राम्रो भयो भने उहिलेको कुरा हो। अब त्यसै त्यो पनि फेरि कुनै ठाउँमा त फेरि झेन्डाकै लामाले आदेश दिँदो रहेछ, ल यति बजी सुरु गर्नु है, यति बजी सिधाउनु पर्छ है भन्छ। त्यो होइन नि, कसरी पढ्ने भने लामाले पनि थाहा हुन्छ, झेन्डाले कहाँ के थाहा हुन्छ। ल पढिदियो भनेपछि के पढ्ने भनेको त राम्ररी पढ्ने हो नि, यति बजी सिधाउनै पर्छ है, ल यति बजी सुरु गर्नुपर्छ है भन्ने त होइन। मेलामाहरू साङ्चे हिमेनाहरू मान्छे पढ्नु पर्यो अनि चाँदेर गर्ने भए कृषिम्बु सेटोहरू हिन्दू चिन्जु गर्ने भए कृषिम्बु यहाँ ठाउँहरू सेटो निले पढ्यो त्यसरी पढ्यो। हामी नेपाल गर्छौँ नि, नेपाल होइन नेपाल गर्छ होइन, सकेसम्म 4 दिनमा गर्नुपर्छ, 3.5 दिनमा अवश्य आउँछ भनेको छ नि, नत्र भने 1 हप्ता। गेवाहरू 3 हप्तामा गर्नुपर्छ। पहिले त कुराहरूको थियो नि, मान्छे यसपालु मऱ्यो, गेवा त आएको मङ्सिरमा हो, चामलै छैन, कोदो छैन, रासी के भएको त्यो बेला त कुराहरूको नि। अहिले त अब पसलमा हेरेर किनेर ल्याउने हो। 3 हप्ता एकदम इम्पोर्टेन्ट, किनभने प्रायः जसो हामी मान्छे मर्छौँ नि 3 हप्तामा जुनी लिएर जान्छु भनेको छ कि लामोभन्दा लामो 7 हप्ता हो। अनि ऊ जुनी लिएर जाने भन्दा पहिले गेवा गरिदियो भने उसले सही भाडो पाउने हो। गेवाहरू चाहिँ 3 हप्तामा सुरु गर्नुपर्छ। त्यही नामबाट काठमाडौँकै कुरा हो। अनि एकजना मान्छे मरेछ, घर चाहिँ एकदम राम्रो बनाएको उसको, घर बनाएर मरेछ। अनि इष्टमित्रहरू लामाहरूले रोक्यो, अनि छिटो गर्नु पऱ्यो, नेपाल छिटो गर्नु पऱ्यो भन्ने रहेछ नि। अनि स्वास्थ्य चाहिँ के भन्दो रहेछ, यत्रो राम्रो घर बनाएर 2 वर्षदेखि बस्नु पाएन, अब 7 हप्ता पनि बस्नु नदिएर 2 हप्तामै खेदाउनु खोज्ने, म त गेवा नेपाल तुरुन्तै गर्दिनँ भन्छ। अब के खाना गर्दैन, यत्रो राम्रो घर बनाएर 2 वर्ष मात्रै बस्यो, अब मरेर 7 हप्ता पनि घरमा बस्नु नदिएर छिटै नेपाल गेवा गरेर खेदाउने भन्दो रहेछ। गेवा छिटो नगर्ने भन्छ, छेउ सुन्दैन, धर्ममा चासो राख्दैन, धर्म बुझ्ने कोसिस गर्दैन, अनि कुरा यस्तो गर्छ। त्यो नेपाल गेवा गर्दैमा सट्टै माथि गइदिएपछि त अलिकति राम्रो थियो, जान्छै भने के हेरिन्छ छैन। यसो बस्नुहोस्, बोल्नु चाहिँ पर्दैन। अहिले मलाई बोल भनेर काठमाडौँ घर लिएर आएको उहाँले बिहान गाडी भन्छ, बोल्यो भने सुन्दैन, कानमा चाहिँ पुग्छ। हरेक हप्ता हामी 2 भनेर हप्तामा लामाहरू लिएर मेलामाहरू